यो व्हाट्सअप साथीहरू कस्तो छन् अनि आज हाम्रो माइनक्राफ्ट मोडर्न सिरिज अनि तपाईहरु अहिले आएको छन् मेरो च्यानल रेभेन्जर भोइसमा अनि म हो नेपाली तपाईँ गएर चेक हान्नुहोस् होला रेभेन्जर भोइसमा रेभेन्जर भोइसमा अनि यो अनि सब्सक्राइब प्लिज यो मेरो फर्स्ट भिडियो त्यसैले प्लिज सब्सक्राइब प्लिज अब म के भन्नु ल यो भिडियोको गोल एम हो 500 likes only 500 likes ओके गाइस अब हामी आइसक्यौँ मेरो घरमा धेरै भने मैले यो सबै घर मैले आफै बनाएको सपनामा यो सब मैले घर बनाएको सपनामा अनि यहाँबाट कुद्न पनि सकिन्छ अनि गाइज वेलकम छ तपाईलाई मेरो घरमा यो हो मेरो ग्राउन्ड फ्लोर सपना किनभने यो मेरो छत जहाँबाट म सबै भ्यू हेर्न सक्छु अनि तपाईलाई मेरो घरको भ्यू बाहिरबाट पनि देख्छ अब जाउँ मेरो सेकेन्ड फ्लोरमा कि ल सेकेन्ड फ्लोरमा अब सेकेन्ड फ्लोरको भएर के हो गेस हान्नुहोस् त जल्दी कमेन्टमा लेख्नुहोस् होला 10 सेकेन्ड 10 9 8 7 6 5 4 3 2 1 किचन यो हो मेरो होटल जस्तो किचन जहाँ सबै चिजहरू छ यो फर्नेस अझै एउटा फर्नेस नो अझै एउटा फर्नेस अब यो भयो हाम्रो सेकेन्ड रुम अब हामी आइसक्यौँ हाम्रो बेडरुम अब यो हाम्रो बेडरुम यहाँ छ हाम्रो बेड स्मिथिङ टेबल आर्मर थाहा छ आर्मर अब के भन्नु यो मेस चाहिँ मैले रियलमै बनायो अनि यो सर्ट पनि मैले रियलमै बनायो भिलेजरहरू लुटेर इन्चेन्टवाला रेस्टुरेन्ट मैले घरमा लिएको एन्सेन्टबाट अब यार म के भन्नु कसो भन्नु चाहिँ म एन्सेन्ट सिटी गएर मान्छेमा गएर त्यस्तो यो बुकहरू लिएर आएको छु थोरै त मैले चोरेको पनि हो क्रेडीबाट तर लुक दिस इज द मेन ग्लिच यो सर्टहरू मैले क्रेडीमा बनाउनु लाग्यो तर होइन यो चाहिँ रियल ग्लिच हो अनि साँच्चै भन्यो भने यो मैले धेरै भेराइटीको लिएर आएको छु एन्सेन्ट सिटी गएर माइनक्राफ्ट त धेरै छ भाइ त्यहाँ गएर धेरै भेराइटी लिएर आएको छु अनि यो ग्लिच भयो कि मैले ग्लिच गरेको यसले भिटामा ग्लिच पनि हाल्नु मिल्छ अनि मैले आर्मर स्ट्यान्डको हातमा फेरि लिएको आफ्नो हातमा गर्दा सिटी भयो बनायो हाल्यो ओके अनि हेर्नुहोस् यहाँ चेस्ट आर्मर यहाँ सबै फर्नेस सबै यहाँ चाहिँ यहाँ पनि मेसहरू यस्तै बेडहरू ओके
खासमा यो रेड बेड कसरी आयो भने डाई गरेको अनि यसमा त के पनि छैन खासमा यहाँ एनुअल अनि भइसक्यो हाम्रो भित्र जाउँ बाहिर त खतरनाक थन्डरस्टर्म भइरहेको यहाँ बाहिर के भइरहेको यहाँ हेरे ढोका खोल्ने बित्तिकै कस्तो ग्लिच हो यार यो अब आइसक्यो हामी आफ्नो यो हल्का रिपेयर हाल्नुपर्छ ओके हल्का गड्डा छ अनि बेटे त्यो वर्ल्डमा त यस्तो पिग थिएन त ठगेर मैले मोड नलगाएको मैले मोड लगाएको आजको लागि यति त हुनै सक्दैन किनभने रियल ट्विस्ट त आउँछ नि बेटुवा कहाँ छ के छ नयाँ छ कार्पेटभरि एउटा ठाउँमा मात्र के पनि छैन सबै ठाउँमा के पनि छैन सिवाय कि एउटा ठाउँ स्काफोल्डिंग तो मैं किधर जाऊँ इधर जाऊँ या पीछे जाऊँ आगे चलो हाँ तो दोस्तों मेरी अचीवमेंट है ये हाँ ये तो मेरी स्केलेटन का ये स्केलेटन का तो किया है मैंने गेम बीट तो नीचे ज़ॉम्बी का सब है। अभी ये देखो मेरे दादाजी की फोटो बेचारे टपक गए। अरे मजाक कर रहा हूँ यार टोटम है ये देखो टोटम है टोटम ऑफ अनडाइंग ये देखो भाई टोटम है। मेरे दादाजी टपक गए। ये एक डोर है क्या? इस डोर के पीछे कुछ भी नहीं है भाई कसम से मैं कह रहा हूँ भाई कुछ भी नहीं है। मैंने अभी तक कुछ भी बनाया नहीं है भाई इसकी डोर पीछे कुछ भी नहीं बनाया भाई मैंने। अबे यार शी मेरे को यही पसंद नहीं है यार। हाँ तो इसके अंदर मैं और भाई मैं जा रहा भाई मेरे को नहीं बैठना भाई क्या है ये क्या है एक तेरा लोग का क्या है सब कुछ है यार। अरे सब है क्या है चैप्टर 1 क्या है तेरा वक्त का क्या है सब कुछ है चैप्टर 1 क्या है सब कुछ है इधर तेरा वक्त क्या है हाँ। तो भाई मैं ये तो ही खुला रखूँगा। गाइस ऐसा क्यों यो भाइ हाम्रो सबैभन्दा इमान्दार ट्रेडर जो कि कहीँ पनि पाइँदैन मेरो वर्ल्डमा मात्र पाइन्छ माइनक्राफ्ट बेटा। हेर्नु न गाइस भाइ म के भन्छु हेर्नु न गाइस भाइ यसको ट्रेडिङ हेर्नुस् गाइस यसको ट्रेडिङ यो ट्रेडर हैन मेरो नि मसँग छ नि त एउटा एमरल्ड पायो। अब
को एलोडाई किन्छु तीनवटा छोडा त भाइ हट अनि एउटा सिप हेर्छु अनि त्यसमा डाई हान्छु चुप भने हट भाइ अबे मेरो आधा घर लल सारा फालतू सामान फेंकने का और चले जाने का है। हाँ तो अब मेरा घर का लुक है बाहर से कुछ ऐसा ऐसा। मेरा पैसा कैसा कैसा इधर से नहीं इधर से तो देखो तो सारा ये मेरा घर है, मैंने आपको दिखा चुका हूँ। हाँ तो ये ग्लिचेस को इग्नोर करना ठीक है। तो आज के लिए इतना ही, बाय बाय।